हेलो गाइज, मेरो योमा आवाज नगएको कि के हो? हामी घाँस टिप्न आछौँ। यहाँ घन्टी टिनिनी खै, घन्टी टिनी निनी अर्को घन्टी टिनिनी यता छन्। यी खान नपाएकोहरूले करौती खाइरहेछन्। म पनि खान्छु है। यो करौती भनेको कारो हुन्छ तर मिठो हुन्छ। मेरो च्यानल नयाँ हो, लाइक सब्सक्राइब गरिदिनु होला है। साथ सपोर्ट माया अपेक्षा गर्छु हजुरको। भिडियो पुरा हेर्नुभन्दा अगाडि लाइक सब्सक्राइब ट्याक्क दबाइदिनु होला है साथीहरू। घाँस टिप्न किन भन्थ्यौँ हामीले? यस्तो हाम्रो बाख्राले यस्तै घाँस खान्छन् के गर्नु? यही हो हाम्रो बाख्राले खान्छ। रुख चढ्न सक्दैनौँ हामी, अर्काले फाले तालेको टिप्दै हिँड्दै गर्छौँ। हिँड्दै गर्ने हो जित्या यसो बोरा नखानु के गरौँ हजुर के गरौँ। आन्टीहरूले अब पात टिप्न लाग्नुभयो। म त खै के लैजाने थाहा छैन, के लैजाने हो थाहा छैन। यिनीहरू त अलिअलि भयो नि, पात टिपे खान्। म त झारसँग हेर्ने त्यो त झार्यो होला नि। कोही अलि हरियो पात भेटाउनु पात हुन्थ्यो नि। खोला छ यहाँ, खोलावारी खोला पारी तारी। आयो मरे च्याउ फले खा कि सेतै फले रहेछ धन्नै। कुटो ल्याइएन न त टिप्नु हुन्थ्यो। करौती काँडा करौती पाकेर मिठो नै अमिलो छ। म एक्लै बगाल्ला छोडेर यता आएको छु। बगाल कता गएँ? डर पो लाग्यो मलाई त। फर्किनु पर्छ क्या तिनीतिर। कतै हरियो पात पाइन्छ कि भनेर खोज्दै हिँड्याँ, पाइएन कहीँ पनि। जता हेर सुकेको पात मात्रै छ। ताजा झारेकोमा भेटिने भयो। यहाँबाट एउटा हरियो पात पाएँ। या बाख्राले गरेर खान्छ। जान्छु यार बगालसँग। अरे यहाँ त बाघ लाग्छ, डर पो लाग्यो त मलाई त। कतै झारेर हिँड्छन् कि झार्न पनि भर्खर बुटाहरू झारेछन् कि भने हेऱ्यो। त्यही भएर अगाडि अगाडि आएको, केही पाइगला छैन। बरु जानु पऱ्यो बगालसँग। बगालले छोडिदियो भने कोही वन कुखुरा बासे छ, डर डर लाग्यो। ओ बगाल आउने होइन, त्यहीँ बसिरहने हो। कहीँ छैन हरियो घाँस। अहिले सुकेको पात लगेर जाने। हामी आज नाच्दै फिनी निनी घन्टी टिनी निनी घन्टी घन्टी टिनी निनी नाच्दै फिनी निनी रित्तै फिनी निनी हुने हामी। हामी घाँस काट्न होइन, घाँस टिप्न आएको। किनभने चाहिँ देख्नुभयो, यस्तो सुक्यो घाँस ल्याउनुपर्छ। हरियो रुख चढ्न सक्दैन, लैजान्छन्। बाख्रा भोके हुन्छन्, खाइदिन्छन्। अलिकति घाँस अब माथितिर खोज्नु जानु पर्यो। हरियो घाँस भेटिन्छ कि भनेर नाला नाला हिँडेको। कतै जामुन सामुन यस्तै भेटिन्छ कि भनेर खोज्दै हिँड्याँ, केही भेटे छैन। खोला छैन घाँस, न सासको पात भेटिन्छ न घाँस भेटिन्छ। त्यो नाला मात्रै हिँड्ने होला जस्तो छैन हो घाँस। त्यो हरियो कसैले सासको डाला फाले कि भनेर आएको
छैन यहाँ अलिकति कसले टिप्न थाले रहेछ मैले फाले रहेछ कसले अहिले मरे चाकमा काँडा बिज्यो मरे माट टोक्ने त जाँठोलाई रुख त झार रहेछ कसले 5-6 कि माथि हेरेर आउनु पर्यो उक्लिने कहाँबाट हो उक्लिने कहाँबाट हो नि धन्य लुटेन उक्लिने कहाँबाट हो छैन केही पनि के गर्ने हो के गर्ने रहन्छ घाँस त्यसै नाला उक्लेर यति मात्र आउनु पर्यो हेप जानु पर्यो तँलाई मरे मरे धन्नै खसेन छैन घाँस छैन हो हजुर दुःख छ घाँसको के अनि घाँस कस्तो राम्रो थियो त अनि जाले परेको हामीले यस्तो राम्रो घाँस चढ्न सक्दैनौँ यी भैँमा खसेको घाँसभरि यो घाँस नझारे के त्यो अत्काउने रुख झारे बेला भन्यो नि त हामीले अस्ति यस्तै कट्ठामा हालेर बोकेर ल्याइन्छौँ हामीले झोलामा हाल्नु आन्टी बोरामा हाल्नु न म त हालेँ हो मैले त अझै बोरी लगाएको छैन त्यस्तै पात टिप्दै हिँड्दै गर्छु लो हाम्रो घाँसको बारी पुरा भयो अब घर जाने हो घाँस पाइएन बोरामा त देखियो है चोरहरूको त यस्तै हो यो जङ्गलमा बर्खामा घाँस पाइन्छ हिउँदमा गएर यो गर्मीमा न दुःख हुन्छ हो आउनु भएन आन्टी घाँस खोज्दै नालामा खसौँला म फेरि नालामा भुद्रुममा खस्यो भने जान्छ घाँस मान्छे सबै मरे छिटो आऊ है बगा केही छैन यो वनमा दुःख नगरे हुन्छ मरे मेरो एउटा काँचो रहेछ सुकेसक्यो भनेको त च्याउ लाग्यो उस थकाइ लागेछ घाँस केही छैन छिटो आओ बगाल कता गयो के हो कि मोबाइलै नदबिने यार आए बगाल घाँस खोज्दै घाँस यस्ता घाँस त यस्तो छ माथि एउटा प्रजाप कता बस्नु थाप्ले दुख्यो अहिले त मेरो त अँ थाप्ले दुखिसक्यो घाँस पाएन हैरान भइगयो म त